सबैलाई जयमसी नमस्ते। आशा गर्दछु सबैलाई सन्चै हुनुहुन्छ होला। आज मैले तपाईँहरूको माझमा एउटा सुन्दर दृश्य भिडियो लिएर आएको छु। आशा छ तपाईँलाई यो मन पर्नेछ। यो देखाएको दृश्य इन्द्र सरोवर गाउँपालिका वडा नम्बर 1 मार्को मकवानपुरको हो। प्राकृतिक सुन्दरताको धनी तथा पर्यटकीय रूपमा रमणीय ठाउँ इन्द्र सरोवर ताल एक महत्त्वपूर्ण सुन्दर ताल हो र यो तालमा वर्षै नै धेरै सङ्ख्यामा पर्यटकहरू आउने र यहाँ स्थानीय बासिन्दाहरूको लागि एउटा आम्दानी तथा रोजगारीको स्रोत बनेको छ। अनि यो इन्द्र सरोवर तालमा चाहिँ धेरै मानिसहरूले आएर बोटिङ गर्ने र यसमा आनन्द लिने गर्छन् र रमाइलो गर्ने गर्छन् र धेरै एउटा आन्तरिक पर्यटनको प्रवर्धनको स्वरूपमा चाहिँ हामीले बोटिङलाई लिन सक्छौँ। यहाँ धेरै मात्रामा बोटिङहरू हामी देख्न सक्छौँ र धेरै पर्यटक आएर बोटिङ गर्ने गर्छन्। त्यति मात्र होइन, यो ठाउँमा इन्द्र सरोवर तालमा चाहिँ माछाको खानी पनि रहेको छ। यहाँ वर्षै नै धेरै मानिसहरू स्थानीय बासिन्दाहरूले माछा बेचेर आम्दानी गर्ने गर्छन्। अनि यस ठाउँमा मानिसहरू आएर चाहिँ बोटिङ गर्ने मात्रै होइन, यहाँ चाहिँ पिकनिक पनि गर्न सक्छन्। अनि पिकनिकहरू गर्ने, रमाइलो गर्ने ठाउँ, एउटा सुन्दर ठाउँको रूपमा चाहिँ यस ठाउँलाई लिन सकिन्छ। अनि यस ठाउँमा आएर अवलोकन गरिसकेपछि यहाँ बस्न र खान होटल लजको राम्रो व्यवस्था रहेको छ। अनि धेरै मानिसहरू आएर चाहिँ होटल लजमा बस्न सक्छन्। कुनै पनि चिन्ता फिक्रीहरू लिन पर्दैन। अनि यहाँ आएर घुमिसकेपछि आनन्द रूपमा होटल लजमा बस्न सकिन्छ र यो पर्यटक रूपमा एक सुन्दर र रमणीय ठाउँ हो। अनि यस ठाउँका रहेका हरेक मानिसहरूले चाहिँ स्थानीय बासिन्दाहरूले चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ रोजगारीहरू पनि पाउनुभएको छ। यो भिडियो हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो? लाइक, सेयर, कमेन्ट गर्नुहोला।